इटाली A1 हाइवेमा छौँ हामी। यता रात पर्यो, साँझ पख भयो। अहिले चाहिँ हाम्रो यात्रा चाहिँ पूर्वतर्फ छ। यहाँबाट सिसिलिया भन्ने ठाउँतिर जाँदैछौँ हामी। लगभग माल्टाका नजिकै पुग्छौँ। माल्टाका नजिक छ यो सिसिलिया भन्ने टापु चाहिँ इटालीको। जङ्गलहरू, कालो जङ्गलहरू उतापट्टि। ठ्याक्कै चुरे डाँडातिर पुगे जस्तै छ। यता माटो पनि त्यस्तै, जङ्गल त्यस्तै, रोड त्यस्तै। तर रोड चाहिँ अलिक ठुलो छ, चुरेतिर चाहिँ अलिक सानो छ। ल हेर्नुहोस्, भस्का छुटेको डिस्कोहरू ठ्याक्कै हाम्रो नेपालको चुरेतिर पुगे जस्तै। सुरुङ मार्ग साथीहरू, युरो डलरको खेती गर्नुलाई त्यति सजिलो छैन हैन। अनि बिहान घाम झुल्के पछाडि उठेर हिँडेको, रात परिसक्यो, फेरि भोलि बिहान हुन्छ, राति हुन्छ, पर्सि बिहान हुन्छ, फेरि राति हुन्छ। तर हाम्रो सिलसिला कन्टिन्यू यसरी नै चलिरहेको छ हैन। पश्चिम एरियाबाट चाहिँ पूर्व दिशापट्टि लाग्दैछौँ इटालीको। हाई गाइज, रातिको 12:05 भयो होइन। कन्टिन्यू यात्रा गर्दै गर्दाखेरि हामी बीच बाटोमा आइपुगेका छौँ। अहिले चाहिँ म गाडी चेक गर्न लागिरहेको छु। टाइममा बिचमा रोकेर चाहिँ आफ्नो गाडीको कन्डिसन वरिपरि हेर्नुपर्ने हुन्छ। त्यही भएर म गाडी चेक गर्दैछु। सबै कुरा ठिक छ। अझै कन्टिन्यू जाँदैछौँ हामी। जाँदैछु। हाम्रो यात्रा कन्टिन्यू हुन्छ। यो हाइवे हो। यता साइडमा रोकेर चाहिँ गाडी चेक गरेको, पिसाब गरेको। अब फेरि हामी कन्टिन्यू आफ्नो गन्तव्यतर्फ लाग्नेछौँ।
हेलो गुड मर्निङ गाइज, गुड मर्निङ। हिजोको मध्याह 12 बजेदेखि कन्टिन्यू दिउँसोभरि अनि होल नाइट यात्रा पछाडि अहिले बिहानको 6 बज्यो। अब ब्रेक सुरु भयो। अब ब्रेक बस्नेछौँ। कन्टिन्यू 18 घण्टाको यात्रा पछाडि ब्रेक बस्नेछौँ। थ्याङ्क यू सो मच। अब नेक्स्ट भिडियोसम्मका लागि बिदा चाहन्छु। धन्यवाद।